guys, वेलकम टु प्रस्तुति मेरो च्यानल ब्याक। सो यो चाहिँ मेरो फर्स्ट भ्लग हो। सो आज के हो भाइ? आज भाइटिकाको दिन। ह्यापी भाइटिका टु एभ्रीवान। सो आज चाहिँ भाइटिकाको दिन हामी एउटा गेम खेल्न गइरहेछौँ। यो चाहिँ ब्रेन गेम हो है त। अलि अगाडि आउन देखेन होइन। यहाँ चाहिँ खानासाना खाएर हामी भ्लग बनाउन चाहिँ गइरहेछौँ होइन। यो चाहिँ मेरो फर्स्ट भ्लग हो। अलि हामी यो अलि अँध्यारो ठाउँमा छौँ। सानो कुरा भन्छ है त। मेरो पहिला प्रस्तुति इन्टरटेनमेन्टको नाम च्यानल थियो अनि त्यो चाहिँ के भयो के त्यो अकाउन्ट थियो 28 वर्षभन्दा कम भएर त्यो अकाउन्ट गयो। मेरो पनि 48 सब्सक्राइबर भयो च्यानलले, त्यो पनि गयो। सो मेरो चाहिँ 319 सब्सक्राइबर भइसकेको थियो र यसमा जब 7 छ त्यही भएर प्लिज सपोर्ट गरिदिनु होला। ल स्टार्ट गरौँ है त गेम। सो म तपाईँहरूलाई रुल भनिदिन्छु। अब यहाँ चाहिँ के हुन्छ भन्दाखेरि पहिला भाइले एउटा सामानको नाम सोध्छ। अब त्यो चाहिँ उसले मलाई भन्दैन अनि म चाहिँ क्वेसन सोध्छु जस्तो कि लिभिङ नन लिभिङ कता युज हुन्छ त्यस्तो क्वेसन सोध्छु। र ल म यो पालि लिमिट नराखौँ, जति अनलिमिटेड गरौँ है त। अर्को राउन्डमा चाहिँ लिमिट गरेर जहाँ संसारभरिको एउटा कुरा भने जस्तो नि गर्न सक्छौ है त। मैले चाहिँ क्वेसन सोधेर त्यो कुन हो गेस गर्नुपर्छ है त। ल सोच्यो लिभिङ कि नन लिभिङ? नन लिभिङ। हाम्रो घरमा छ कि छैन? कतिवटा छ? कति धेरैवटा हुने चाहिँ सामान हो। बत्ती होइन नि? बत्ती त बत्ती नै हो। ट्युबलाइट? साँच्चै बत्ती सोध्छ तिमीले? बत्ती त बत्ती नै हो। कुन बत्ती? फुलबत्ती, झिलिमिली बत्ती। झिलिमिली। कसरी चाहिँ सोध्यो भने म त्यस्तो कार सोध्छु ल है त। ल सोचेँ। त्यो लिभिङ हो कि नन लिभिङ? नन लिभिङ। लिभिङ त अलिक इजी नै हुन्छ। त्यो के को लागि युज? त्यो युज एकछिन लगाइदिनु। तपाईँहरूले एउटा कुरा भनिदिन्छु। अहिले चाहिँ होइन उसले के हुन्छ के सबै भन्नुपर्छ होइन। अर्को राउन्डमा चाहिँ अब उसले के हामीले क्वेसन सोधेपछि यस र नोमा एन्सर आउने मात्र क्वेसन सोध्नुपर्छ। त्यसरी के गर्नुपर्छ हार्ड हुँदै जान्छ। के काम हुन्छ त्यो धेरै युज छ त्यसको। धेरै युज छ? धेरै छ। त्यसको मेन युज चाहिँ मेन त्यो ठ्याक्कै मेन हुँदैन। अलि यता फ्रेमबाट बाहिर निस्क्यो अनि त्यसको मेन युज त्यस्तो छैन क्या। मेन भन्दाखेरि जस्तो नि युज हुनसक्छ त्यसको क्या। मेन त अब हाम्रै कोठामा छ। कोठामा होइन, धेरै पछाडि नहेर यो कोठामा छैन। मलाई थाहा छैन है। अब आमाहरूले राखेको भए थाहा छैन मलाई। पनि पढाएर कोठामा होला थाहा छैन। त्यो कस्तो सेपको हुन्छ? सेप यस्तो हुन्छ। के हुन्छ यसलाई? रेक्ट्याङ्गुलर, स्क्वायर, यस्तो स्क्वायर डबल हुन्छ। यस्तो धेरै थिन हुन्छ क्या। अब म धेरै बोल्दिनँ। त्यो उसले जे सोच्छ त्यसको एन्सर मात्र दिन्छु म। पैसा होइन नि है थिनहरू। त्यसको मेन युज चाहिँ पार्टीतिर हुन्छ। ल पार्टीतिर मेन युज भन्न त मिल्दैन त्यसको होइन। भडारी कोठा खोज्न गएन छैन होला त्यस्तो राख्ने कुरा होइन त्यो। नजाऊ यहाँ भ्लगको विचार नजाऊ, अहिले डिस्टर्ब मात्र हुन्छ। छैन त्यस्तो हुने कुरा त होइन। मलाई लाग्दैन कि छ भनेर। मैले चाहिँ त्यसको दुईवटा तरिका त हुँदैन। पार्टीतिर युज हुन्छ भनेपछि बर्थडे के होइन। यता सुन न, मैले दुईवटा सोचेको थिएँ होइन। तर त्यो एउटा पार्टीतिर युज हुन्छ भनेपछि एउटै खालेको हो तर पार्टीतिर युज हुने छुट्टै हुन्छ क्या। केक होइन के भने छुट्टै वर्ड हो होइन। त्यसको युज चाहिँ सिम्पली ठाउँमा चाहिँ हुन्छ तर पार्टीमा चाहिँ अर्को युज गर्दैन। त्यही भएर पार्टीमा युज गर्ने भने छिटो सोध म नै भन्छु। पार्टीमा म हिँडिदिन्छु। त्यो पार्टीतिर युज हुन्छ, घरतिर नि युज हुन्छ होइन। बर्थडे केकसँग नि रिलेटेड छ। ल बर्थडे केकसँगै स्प्रे होइन के अरे त्यो झिरझिरवाला जस्तो बर्थडे केक काट्न युज गर्ने जस्तो बर्थडेमा युज गर्ने त्यस्तो। त्यसलाई चक्कु नि सोच ल अगाडि आऊ। पार्टीतिर युज हुन्छ, घरमा पनि युज हुन्छ। त्यस्तो गर्दैन होला तिमीहरू युज। थाहा छैन मलाई तर तिमीलाई त्यो वर्ड चाहिँ थाहा छ। त्यस्तो युजै टाइमर नि लाउनु पर्ने। छोडेर तिमी आफै पास दिनुपर्छ। धेरै लामो भ्लग बनाउन पाइँदैन होइन। ल पास न्यापकिन त इजी सोचेको थिएँ त।
जब सेकेन्ड राउन्ड स्टार्ट गर्छौँ ल सेकेन्ड राउन्डमा चाहिँ यस नो या त यस नोमा एन्सर दिनुपर्छ या त यस नोमा एन्सर दिनुपर्छ या त यस नोमा अप्सन दिनुपर्छ या त दुईवटा अप्सनमा एउटामा चुज गर्नुपर्छ अप्सनमा क्वेसन सोध्ने या त यस नोमा क्वेसन सोध्ने ल सोच्यो लिभिङ नन लिभिङ नन लिभिङ घरभित्र कि घर बाहिर युज हुन्छ त्यो त जहाँ पनि हुन्छ हाम्रो घरमा छ कि छैन बेडरुममा युज हुन्छ कि किचनमा युज हुन्छ कहीँ पनि हुन्छ दुवै ठाउँमा हुन्छ क्या दुवै ठाउँमा हुन्छ जता गएर नि युज गर्न खानेकुरा हो होइन नाच्ने कुरा हो मोबाइल इलेक्ट्रोनिक नन इलेक्ट्रोनिक इलेक्ट्रोनिक हो कि न बिजुली बत्तीले चल्छ कि चल्दैन त्यो थाहा छैन तिमीलाई बिजुली चाहिँ थाहा छैन ब्याट्री युज हुन्छ त्यहाँ ब्याट्री भनेपछि इलेक्ट्रोनिक नै होला रिमोट चाहिँदैन रिमोट होइन ब्याट्री भनेपछि रिमोट मात्रै याद आयो त्यो बत्ती त्यो लाइट छ नि तलको होइन गाह्रो सोचे त तिमीले धेरै जस्तो मान्छेहरू त्यो युज गरिरहन्छ बच्चाले युज गर्दा मिल्छ यो बच्चादेखि बुढो मान्छेलेसम्म युज गर्छ हामीलाई रमाइलो लाग्छ युज गर्दा त्यस्तो रमाइलो पनि होइन फर्स्ट सेकेन्ड दिन मात्रै हुन्छ र अलिकति घडी मिलाई इजी कस्तो गाह्रो हिँड्दै रह क्या अब यस्तोमा दिने भने कहाँ पुगिसक्यो मेरो पालो होइन त सोच्ने ओके म सोच्छु ओके यो चाहिँ अलि इजी नै छ है त कस्तो कमन छ त्यहाँ सोचे छिटो त्यो लिभिङ हो कि नन एकछिन ल फेरि सोध्छु ल फेरि सोध्छु त्यो अलि अरू नै त्यो हुन्छ कि लिभिङ हो कि नन लिभिङ इलेक्ट्रोनिक हो कि होइन इलेक्ट्रोनिक नै हो त्यो कहाँ युज हुन्छ जहाँ पनि युज हुन्छ म हिँडिदिन्छु होइन अब हामीले चाहिँ यस नो छ अप्सनमा गर्ने भने खाउँ तर त्यो गर्न मिलेन है कति बाहिर गएको हो टिभी होइन तर त्यो अहिले हामीले धेरै नै गाह्रो भयो हामी त्यसरी गर्न सकेनौँ अब पुरै भइसक्यो होइन रिमोट म अलि हिँड्दै दिन्छु अति गाह्रो होइन रिमोटले नि युज गर्न सकिन्छ टच स्क्रिन पनि हो त्यो भोइस पनि हुनसक्छ मोबाइल हेर्नु पहिले भनिदिएको सिसिटिभी होइन भोइस कन्ट्रोल छैन कति टाइपको हुन्छ क्या त्यो सानो ठुलो कत्रो तिम्रो घरमा छैन थाहा छैन मोबाइल ल्यापटप कम्प्युटर मोबाइल ल्यापटपबाट नि त्यसको युज गर्न सकिन्छ कमान्ड दिन सकिन्छ कमान्ड दिनुपर्छ क्या त्यसलाई काम गर्नको लागि यस्तो ठुलो हिँड्दैछ कि मैले के भन्नु कमान्ड दिनुपर्छ काम दिन हाम्रो घरमा छैन क्या अहिले धनीले युज गर्छ नि कति बाहिर गयो भने एसी होइन एसी त ल्यायो भने आइहाल्छ नि कमान्ड दिनुपर्छ भनेपछि त काम बढी काम गर्ने युज गरिन्छ क्या कम्प्युटर यस्तो हो कि अब हामी के भनौँ भन्दाखेरि आफ्नो त्यो चाहिँ सानो यत्रो नि हुनसक्छ यत्रो नि हुनसक्छ अलि ठुलो नि हुनसक्छ अलि यत्रो हामी जत्रो नि हुनसक्छ त्यस्तो खालको चिज हो क्या त्यो स्पिकर होइन स्पिकर त कहाँ त्यो काम अराउने अब सानोसँग त कुनै क्वेसन सोध्यो भने एन्सर दिने खालेको हुन्छ होइन अलिक ठुल्ठुलो हुन्छ नि एन्टिना नि हुन्छ रोबोट यस्तो इजी नै भयो जस्तो छ यो अर्को एउटा राउन्ड खेल्ने ल अब चाहिँ अलिक युनिक राउन्ड गरौँ न त अब एउटा कुरा गरौँ तिमीले जुन सोध्छौ त्यो तिमीले के गर्नुपर्छ भन्दाखेरि गेस त गर्नुपर्छ तर डम्सर आर्ट्स बुझ्यौ डम्सर आर्ट्स भने के हो थाहा इसाराले बुझाउने के ल बुझौ एउटा कुरा तिमी
बादर के मेरो एकछिन सेन्टेन्स भन्न लाएन नि एउटा कुनै सामान अथवा त्यस्तै सामान सेन्टेन्स होइन लामो हुन्छ सेन्टेन्स उ गर्न कुनै सामानको उ गर्ने क्या कुनै सामान जस्तै कुनै सामान एक्टिङ गर्नु के त्यो एक्टिङ गरेर मलाई बुझाउनु पर्ने ल कुनै सामान मैले रोबोट सोचे अघि जस्तै हो क्या तर त्यस्तो इसाराले त्यसलाई बुझाउनु पर्ने मात्र हो कहाँ गएको साथीहरूले पनि देख्नु पर्यो नि रोबोट म देखाउँछु है त सामान म चाहिँ यो चाहिँ सामान होइन एउटा टेक्नोलोजी हो है सामान त्यो रोबोटलाई पनि सामानमै मानिन्छ ल त्यो मान्छे मेरो चाहिँ एउटा टेक्नोलोजी है त मोबाइल के हेर न भने यस्तो इजी छ मेरो नि त्यहाँ के हेरे सोफा के सोफा मोबाइल फ्यान 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 के सामान ए सामानलाई म यसो गर्छु सामान सामान होइन हाई 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 के हाई मोबाइल आमा बोलेर नि यो के हो त्यो के हो भन्न सक्यो तर इसारा मात्र गर्ने हो है हाई यो के हो पास के पास पास भनेको के हो पास 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 युट्युब च्यानल भनेर थिएँ म झन् यसै बता नथाना यस्तो गर्छु जानु यसरी हामी भ्लग बनाउँदैछौँ तिमीले भ्लग बना भने म मान्छु जाने हेलो गाइज गर्दैछु त उता सोफा फ्यान ओके ल गाइज आज चाहिँ धेरै मजा आयो होइन ल सुब्रत हारिसक्यो ल फर्स्ट राउन्डमा मेरो 2 पोइन्ट भएको थियो तिम्रो 0 सेकेन्ड राउन्डमा तिम्रो 1 मेरो 1 मेरो 3 भयो तिम्रो 1 भयो थर्ड राउन्डमा मेरो 2 तिम्रो 0 एकछिन तिम्रो 1 भएको थियो मेरो 2 भएको थियो मेरो 4 पोइन्ट तिम्रो 1 पोइन्ट र तिमी हारिसक्यौ